आफ्नो तारिफ आफै गर्नुपर्छ दुनियाँ छ नि कुरा काट्न लागि दुनियाँलाई चाहिँ किन बनाएको कुरा काट्न लागि त हो सबै वर्ल्डको सबैभन्दा खुसी मान्छे फेयरवेलमा भएको होइन मानेको तर साथीहरूले चाहिँ मलाई नै बुलिङ गर्ने होइन सो हेलो एभ्रिवान एन्ड नमस्ते सबैलाई वेलकम टु माई च्यानल न्यू डे न्यू भ्लग सो बिहानको 8 बजिरहेको छ सो आज चाहिँ म 8 बजे चाहिँ कहाँ जाँदैछु भनेपछि म आज हस्पिटल जाँदैछु अनि हस्पिटल किन भनेपछि सो म चाहिँ आज हस्पिटल जाँदैछु हिजो दिन गएको थिएँ म अनि हिजो चाहिँ ब्लड चेक गराएँ मैले अनि के अरे दिउँसोतिर बोलाएको थियो के अरे रिपोर्ट लिन लागि अनि रिपोर्ट नै लिएको मैले अनि चाहिँ त्यहाँ बसेको मान्छेलाई चाहिँ सोधेँ म के त्यहाँ डक्टर हुनुहुन्थेन ब्रेकमा जानुभएको थियो होला अनि म चाहिँ जबमै थिएँ त्यसैले थोरै ढिलो हुन्छ भनेर म निस्किनैहालेँ त्यहाँदेखि अनि त्यहाँको मान्छेलाई चाहिँ कहाँ के अरे जसले मलाई रिपोर्ट दियो त्यसलाई मैले भनेँ कस्तो रिपोर्ट छ भनेर राम्रै छ भन्नुभएको थियो तर अनि पनि अब उसले भन्दा नि डक्टरले भनेको राम्रो हो नि त त्यसैले म चाहिँ अब डक्टर नै जाँदैछु अनि चाहिँ रिपोर्ट चेक गराउनु लागि के भन्नुहुन्छ भनेर अनि लास्ट क्या मैले नर्सलाई मैले भनेको थिएँ के अरे म्याम अलि मायाले गरिदिनु ल अनि किनकि मेरो एकदम अहिले पहिला सानोमा सुई घुसाएको थियो होइन त्यहाँ खुन निकालेको थियो होइन सो त्यहाँदेखि चाहिँ मैले लाइफमा कहिले पनि खुन निकालेको थिइनँ होइन अनि चाहिँ हिजो भर्खर निकालेको थिएँ लास्टै दुःख क्या त्यसैले डर अलि डर नै थियो तर सबको आएर त देखाइनँ मैले मान्छेहरूको अगाडि अब चाहिँ म यहाँदेखि निस्किन्छु अनि यो चाहिँ हाम्रो रोड आइसक्यो म अनि यहाँदेखि अब अरूदेखि म हिँड्दै जान्छु मस्ताले आज चाहिँ के अरे आज चाहिँ हस्पिटल मालाबेस पनि जान्थेँ भनिरहेको थिएँ बहिनीको लागि होइन तर बहिनी चाहिँ लास्ट मोमेन्टमा नकिन्ने भने होइन माला अनि त्यसको किनकि आज त्यसको फेयरवेल हो नि त अनि त्यसैले अलि अब केटीहरू त तयार भइहाल्छ नि हामी रोज जोतमा चलिदिन्थ्यौँ होइन अनि जोतमा म चाहिँ फेयरवेलमा म चाहिँ वर्ल्डको सबैभन्दा खुसी मान्छे फेयरवेलमा भएको होइन अरू मान्छे रुयो होला स्याड भयो होला छुट्टिन लाग्यो होला तर म चाहिँ सबैभन्दा खुसी मान्छे फेयरवेलमा किन भनेपछि मेरो स्कुल लाइफै एकदम 8 सम्म राम्रो गयो होला होइन 9 र 10 त जस्तो खत्तम त 9 पनि ठिकै थियो तर 10 जस्तो खत्तम त लाइफमा मेरो कहिले पनि भएन होइन एकदम खत्तम के खत्तम भनेपछि लास्ट अलि बुलिङ गर्ने मलाई अनि बुलिङ गर्ने केटाहरूले अनि एकदमै पनि त्यस्तो मतलब त राखिनँ मैले अनि स्टार्टिङमा चाहिँ चिर हुन्थ्यो रिस उठ्थ्यो तर अहिले चाहिँ त्यस्तो केही हुँदैन अनि त्यति बेला चाहिँ मलाई लास्ट रिस उठ्ने होइन त्यो कुराले लास्टै बुलिङ गर्ने होइन मलाई अनि त्यति बेला चाहिँ एकदम इफेक्ट गर्छ मलाई होइन नराम्रो लाग्छ होइन साथीहरू मानेको तर साथीहरूले चाहिँ मलाई नै बुलिङ गर्ने होइन जिस्किनु एउटा कुरा हुन्छ तर लिमिट पनि हुन्छ तर लास्टको अरूको अगाडि पनि बुलिङ गर्ने होइन इक्जाम्पल चाहिँ एउटा के भनेपछि उनीहरूले किताब चोर्ने अनि लास्टमा चाहिँ चोर मेरो नाम लगाइदिने क्या त्यस्तो कारणले अलि इफेक्ट अनि मेरो अलि स्कुल लाइफमा मलाई चोर नै भन्छ होइन तर एक्चुअलीमा चाहिँ किताबहरू त्यति बेला उनीहरूले चोर्थ्यो होइन उनीहरू अरू के खान्थ्यो होइन अनि उनीहरूले नै चोर्थ्यो उनीहरूले बेचेर अनि उनीहरूले नै फेरि त्यही सेम क्लासलाई नै बेचिदिने क्या अनि त्यस्तो गर्ने अनि मलाई चाहिँ फसाइदिने होइन म चाहिँ अलिक सोचेको छु नि त एक्चुली त्यस्तो केही खाँदिनँ क्या म स्टार्टिङदेखि नै म त्यस्तो किन खाने मिठो आउँछ मात्रै खान्थेँ अनि त्यो नि मैले छोडिदिएँ होइन अनि त्यसपछि मैले मेरो स्कुल लाइफ सकेपछि त मैले कोहीसँग कन्ट्याक्टै बसिनँ होइन धेरै जस्तो भेटेपछि मात्रै आइहाल्यो न त म न फेसबुकमा नि त्यस्तो फ्रेन्ड छन् उनीहरू तर बोलचालै छैन होइन मलाई बोल्नै मन लाग्दैन होइन किनकि त्यस्तो म चाहिँ कस्तो छु भनेपछि म चाहिँ कुराहरू कहिले बिर्सिँदिनँ क्या होइन लाइफमा कहिले बिर्सिँदिनँ त्यस्तो कुराहरू होइन कुनै कुराले मलाई हर्ट गरिरहेछ भने त्यो कुरा म कहिले पनि बिर्सिँदिनँ क्या अनि त्यही कुरा हो अनि त्यसैले म के अरे मलाई
मलाई चाहिँ स्कुल लाइफ मनै पर्दैन होइन 9 र 10 चाहिँ होइन एक्सपेसली अरू चाहिँ ठिकै थियो होइन रमाइलो नै थियो होइन त्यति बेला चाहिँ म गाउँमा पढ्थेँ होइन गाउँमा पढ्थेँ रमाइलो नै हुन्थ्यो आफ्नै मन क्या पढ्न मन लाग्यो पढ्ने न त नपढ्ने टाइपको छ गाउँमा चाहिँ अनि कलेज लाइफ चाहिँ बबाले गयो होइन कलेज लाइफ त रहिला यार साथीहरू पनि दामी भेटायो दुईवटा साथी छ मेरो होइन एकदमै मिल्ने इलिसमान भन्ने छ अनि एउटा के अरे विकास भाइ भन्ने छ त्यसको नाम चाहिँ चार्ली होइन यिनीहरू चाहिँ मलाई बब्बाले साथी भेटाएको होइन यो दुईजना चाहिँ म लाइफमा बिर्सिँदिनँ होइन त्यति बोलचाल चाहिँ हुँदैन किनकि म आफै भ्याउँदिनँ त्यो मोबाइल पनि चलाउन पाइँदैन होइन क्याफेमा त्यसैले बब्बाल क्या यिनीहरू चाहिँ मनदेखि क्या बबाल साथीहरू क्या रेस्पेक्ट छ क्या उनीहरूलाई मेरो कलेज लाइफ यिनीहरूले पनि बबाल गरिदिएको होइन एक्चुली चाहिँ चार्ली भाइले बबाल गरिदिएको मेरो लाइफ कलेज लाइफ चाहिँ सो अब चाहिँ म हस्पिटल जान्छु अनि आज चाहिँ हिँड्दै जाने हो किनकि डक्टर 10 बजे आउने होला कति बजी आउने होला अनि त्यहाँ पुगेपछि डक्टर आउँदैन त्यसलाई बिस्तारै जाने रहिला गर्दै म चाहिँ हस्पिटल पुगिसकेँ होइन अनि एउटा कुरा चाहिँ हस्पिटलले पनि दिमाग खतरा लाग्यो क्या भगवान्को फोटालाई पनि साइडमा खुल्दैन नि त कसैले पनि कोही नि आएको रहेछ सो अब चाहिँ म पहिला एकछिन घुमेर आउँछु अब तलदेखि सो म चाहिँ हस्पिटलदेखि निस्किसकेँ अघि नै होइन म चाहिँ त्यतिबाट नि उत्रिसकेँ अब चाहिँ घर पुग्छु होला म अनि डक्टरले चाहिँ के भन्नु भनेपछि के होइन तपाईँको सबै सुगरहरू सबै ठिक छ होइन तपाईँ कोलेस्ट्रल मात्रै अलि हाई देखेको छ त्यस्तो केही छैन भएको अनि थोरै गिलो मात्रै छ गिलो छ अलि हार्ड भयो भने चाहिँ त्यसपछि चाहिँ आउनु न होइन त्यस्तो चाहिँ आउनु अनि अहिले चाहिँ निकाल्नु पर्दैन तपाईँलाई केही पनि अपरेसन गर्नु पर्दैन अहिले चाहिँ हार्ड भयो भने मात्रै अपरेसन गर्नुपर्छ अनि एक कुरामा चाहिँ अलि बढी ध्यान दिनुपर्छ तपाईँले आल्छीपन 9-10 बजीसम्म सुत्दिन्थ्यो पहिला त्यो कुरामा चाहिँ ध्यान दिनुपर्छ तपाईँले एक्सर्साइज गर्नुपर्छ मजाले अनि त्यसपछि चाहिँ नर्मल हुन्छ होला नर्मल हुन्छ इफ त्यस्तो के अरे हार्ड भयो भने चाहिँ मात्रै एकचोटि आउनु न देखाउन लागि भन्नुभयो होइन अनि त्यसपछि चाहिँ हुन्छ भनेर अनि धन्यवाद भनेर निस्केमा अनि अब चाहिँ म घर जान्छु होइन अनि अब मेरो बहिनीको मेकअप हुन्छ अहिले होइन अनि आज म मेरो बहिनीको मेकअप देखाउँछु फेयरवेलको ड्रेस देखाउँछु होइन दामी भएर जान खोजिरहेको छु आज होइन त्यसको लास्ट डे अफ स्कुलको हो होइन स्कुलको लास्ट डे रमाइलो गर्छु होला होइन रमाइलो त के केटीहरू खोया रमाइलो गर्छ होइन रुनु भाइ क्या हुँदैन केटीहरूलाई त्यस्तो मिनिङले भन्न खोजेको होइन फेयरवेलको दिन चाहिँ अरू के आउँदैन हुन्छ बसो त्यही त हो नि अरे के गर्ने अनि साथीले आई मिस यु मैले त बाल होइन आई मिस यु न त आई मिस यु हट म त यति खुसी भएको थिएन म त फेयरवेलमा हुँदाखेरि सो आज गाइज म कस्तो देखिरहेको छु ह्यान्डसम देखिरहेको छु होइन थाहा छ मलाई होइन ह्यान्डसम देखिरहेको छु भनेर होइन किनकि आफ्नो तारिफ त आफै गर्नुपर्छ नि त होइन मम्मीले भन्नुहुन्थ्यो अरूले तारिफ गरे पो आफूले तारिफ गरेर के फाइदा अरूले तारिफ गरे पो तारिफ हुन्छ होइन यस्तो हुँदैन नि आफ्नो तारिफ आफै गर्नुपर्छ दुनियाँ छ नि कुरा काट्न लागि दुनियाँलाई चाहिँ किन बनाएको कुरा काट्न लागि त हो नि सो म चाहिँ अब घर पुगेँ अब स्वाट्ट माथि जाने हो अनि रिजमाको मेकअप हेर्ने हो जिस्काउँदै बस्ने हो मेरो बहिनीको मेकअप हुन थाल्यो होइन मेरो पनि मलाई पनि लगाइदिनु नि त म पनि गोरो देखिन्छु कि अनि त्यसपछि यसले के गर्छ त्यसो साइनिङ दिन्छ नि त साइनिङ हान्ने
निमको त्यस्तोहरू चाहिँ तल कि अनि क्लिजिङ चाहिँ गर अरू केही पनि नदल क्रिमहरू केही पनि नदल क्रिमहरू त्यस्तो जोन्सेनको मेकअप आर्टिस्टको एडभाइस तपाईँलाई तेरो नाम तेरे नाम हम सब के महेन्सी होइन र पारा अब म पनि चिल्लो हुन्छु साह्रै हुन्छु होइन मेरो पनि मुख टलक टलक टल्किन्छ होइन टल्किन त मेरो अनुहार पहिले पनि टल्केको हो नि कालोले अब झन् साइन गर्छ साइन केटा हो अब चाहिँ म ह्यान्डसम हुन्छु होइन केटी हो तिमी त मेरो पछाडि पछाडि लाग्छौ होला तर म तिम्रो पछाडि तिमीलाई म पछाडि लाग्न दिन्न बोलिस् मुख धुनु अरे सुकिसक्यो मिची मिची धुनु पऱ्यो होइन ह्यान्ड अब हेर कस्तो टल्किन्छ हेर केटा कस्तो टल्किन्छ हो केटा हो गोरो भए म केटी हो ह्यान्डसम भए अब होइन ओहो कस्तो गोरो देखेको पुई अब चाहिँ केटीहरू पछाडि नै पछाडि लाग्ने भयो अब फेरि मेकअप अब कालो दल्नु पर्यो जस्तो छ मैले फेरि ओहो के म ह्यान्सी होइन र ओहो फेरि म पुग्छु भने उसको रिजमा के लुगाले यार मलाई मेकअपको त भिडियो बनाउनु दिएन यहाँ तर अनि पनि म लुकेर बनाउँछु अहिले एकछिनमा शान्त माहौल हुन थियो होइन शान्त माहौल भएपछि त्यसपछि म मेकअपको भिडियो लुकेर बनाउँछु मेरो बहिनी रेडी भएर अब फेयरवेलको लागि स्कुल जाँदैछ होइन कस्तो फिल हुँदैछ तँलाई भन्छ फेयरवेलमा खुसी पनि हुँदैछ अरे भन्न कतिखेर स्कुल छोरुम भइरहेको अब छोरुम ल जा मधुमाला जाने एकजना मात्रै हो तर कति लाग्छ एक्लै भएर चाहिँ नलगे गरेँ यसलाई अब चाहिँ अर्को सिटी पर्खिने अनि त्यसपछि यसलाई पठाइदिने यता यहीँ बस्न बाई बाई रिजमा यता आएन बाई गर्न जाने बाई सो अब चाहिँ म घर फर्किन्छु अनि त्यसपछि जबमा जान्छु म त्यसपछि फोटो खिच्छु भनेको तर फोटो खिच्नै पाइनँ भिडियो पनि बनाइदिन्छु भनेको तर पाइनँ ढिलो भइसक्यो त्यसलाई त्यसैले सो अब चाहिँ म रेडी भएर अब घर जान्छु रेडी भएर अनि त्यसपछि चाहिँ म जबमा जान्छु म चाहिँ अब के अरे क्याफेतिर जान आँटेको अनि आज चाहिँ अलि आज साइकलमा जाने आज सफारीमा जान्छु म अनि सायद मेरो के अरे म आज सायद एउटा कुनै क्याफे जान्छु होला खाना लागि धेरै भयो नगएको अरू बाहिर ठाउँतिर खाना लागि अनि अब चाहिँ सो अब म निस्किसकेको खाना खाएर एकदमै दामी थियो होइन फुडहरू चाहिँ एकदम दामी थियो तर मभन्दा चाहिँ कम मैले बनाउनु भन्दा चाहिँ